अनि एक्चुअली भन्नुपर्दाखेरि यो नेताहरूको दोष होइन क्या, एक्चुअली दोष त हामी नेपालीहरूको के, हामी सबै नेपाली गु खाने छौँ क्या, हामी गु खाने, हामी मुजी काम नलाग्ने जात हो क्या हामी यो संसारमा, यो धरतीमा। किन भनेर भन्दाखेरि हाम्रो देश यो भ्रष्टाचारीहरूले आएर खाएर सकाएर सखा बनाइदियो होइन, तैपनि हामी चुप लाएर बसिरहेको छौँ क्या आजको दिनमा। हिजोको दिनमा ज्ञानेचोर देश छोड भनेर भन्यो जुन राजा भइदिएको आजको समयमा हाम्रो देशको हालत त्यस्तो हुन्थेन क्या। हाम्रो भन्छन् नेपालीको बुद्धि मुजी पछाडिपट्टि हुन्छ अरे क्या, मुजी पछाडि घुचुकमा हुन्छ अरे क्या, मुजी कसैले पछाडिबाट घुचुकमा आएर नहान्ने बेलासम्म हाम्रो बुद्धि पलाउँदैन अरे क्या, हामी मुजी नेपाली यतिसम्म खतम छौँ क्या हामी। अनि आजको दिनमा पनि एउटा देशको राजाले चाहिँ आएर देश बिग्रियो, खतम भयो, सक्यो, मुजी भ्रष्टाचारीले सकाइदियो भनेर भन्दा पनि आज पनि हामी कतिपय नेपालीहरू गु खान छोडिरहेको छैनौँ कि जुन गुचे मुची नेताहरूले हगेको छन् क्या। आजको दिनमा एउटा देशको राजाले आएर हात जोडेर चाहिँ देश बचाउनुपर्छ भनेर भन्दा पनि हाम्रो बुद्धि मुची कहाँ छ भन्ने कुरा थाहा छैन क्या। त्यही कारणले गर्दाखेरि म एउटै चिज भन्छु सबै 3 करोड नेपाली जनतालाई होइन, आज पनि हामी जागेर हामीले हाम्रो बुद्धि पुर्याउन सकेन भने नि हाम्रो देश मुजी सक्यो क्या, अब सक्यो क्या। हामीसँग अन्तिम मौका छ, त्यो अन्तिम मौका भने यही जेठको 15 गते छ होइन, यही जेठको 15 गते पनि हाम्रो देशको भ्रष्टाचारीहरूले चाहिँ यसमा पनि पार्टीको झोलेहरू गुन्डाहरूलाई चाहिँ त्यो आन्दोलनमा चाहिँ घुसाएर मिसाएर चाहिँ त्यहाँनिर चाहिँ दुईजना नेपाली बीचमा चाहिँ झगडा पारेर चाहिँ त्यहाँनिर पनि यो आन्दोलनलाई चाहिँ अस्तव्यस्त बनाउने चाहिँ कोसिस गरिरहेको छ। केपी ओली साला भ्रष्टाचारीले आएर भनिसक्यो जेठको 15 गते चाहिँ त्यसको पार्टीको झोलेहरूलाई चाहिँ काठमाडौँ गएर चाहिँ त्यो आन्दोलनमा चाहिँ घुसाएर चाहिँ त्यहाँनिर चाहिँ अराजकता फैलाउँछु भनेर यसले आफ्नो अभिव्यक्तिमा भनिसक्यो। यति सबै कुरा सुन्दा पनि अझै पनि यति धेरै मान्छेहरू छन् कि जो मान्छेले चाहिँ कुरा बुझेको छैनन् कि हामी नेपाली हो नि त, हाम्रो दिमाग अगाडि हुँदैन, हाम्रो दिमाग पछाडि हुन्छ क्या, पछाडि। हाम्रो देश सकेर देशभित्र केही पनि बाँकी हुँदैन भोलिको दिनमा। त्यो बेलामा रुनी र कराउनी बाहेक अरू केही पनि विकल्प हामीसँग केही बाँकी रहँदैन क्या। बाहिरको शक्तिहरू देशभित्र आएर देशभित्र कब्जा गरेर देशको मान्छेहरूको गर्दनमा खुट्टा जबसम्म राख्दैन तबसम्म हाम्रो बुद्धि पलाउँदैन के। कहिले पलाउने के बुद्धि, कहिले जाग्ने हो नेपाली जनता, कहिले आएर बुझ्ने हो के यो कुरा भनेको के। देश सकिसक्यो, अब देशभित्र भन्नलाई केही पनि बाँकी छैन। अब सबैजना नेपाली जनताहरू घरबाट निस्किनु पर्यो, जाग्नु पर्यो। एउटा भ्रष्टाचारीले आएर चाहिँ म चाहिँ देश कब्जा गर्छु भनेर स्टेजमा चढेर भन्दा पनि हामी के हेरेर बस्यौँ, किन चुप लाएर बस्यौँ के। त्यही भएर आजको दिनमा सबैजना चुप लाएर नबस्दिनुहोस्, निस्किनुहोस् घरबाट। र राजा प्रेमी मान्छेहरू जसले राजालाई माया गर्नुहुन्छ, आफ्नो देशको कल्याण र देशभित्र चाहिँ उन्नति प्रगति देख्न चाहनुहुन्छ, 15 गतेको दिन चाहिँ सबैजना हाम्रो राष्ट्रप्रेमी र देशप्रेमी र राजावादी मान्छेहरूको तर्फबाट सबैजना चाहिँ चुप नलागिकन सबैजना यो आन्दोलनमा सामेल भइदिनु होला। देश बचाउनको लागि, देशको उन्नति र प्रगतिको लागि र हाम्रो आउने भविष्य जुन हाम्रो आउने पिढीहरूको लागि चाहिँ हामीले सम्झेर चाहिँ यो कदम चाल्नुपर्छ। सबैजनाले आन्दोलनमा साथ दिनु होला। देशमा राजा फिर्ता लिएर आएर देशमा शान्ति कायम गर्नुपर्छ र देशलाई चाहिँ प्रगतिको मार्गमा लिएर जानुपर्छ। अझै पनि हामी चाहिँ एउटा मूर्ख र चाहिँ गधाले जस्तो चाहिँ हामीले फेरि पनि हामीले जुन पहिला चाहिँ हामीले ज्ञानेचोर देश छोड भनेर हामीले यो कदम चाल्यो, अब चाहिँ हामीले त्यही ठाउँमा चाहिँ हामीले यो भ्रष्टाचारीहरूलाई चाहिँ देशबाट बाहिर निकालेर देशबाट चाहिँ कुदाउनुपर्छ बाहिर। हाम्रो देशको लगाम यस्तो भ्रष्टाचारीहरूको हातमा दिनु हुँदैन र सबैजना चाहिँ आजको दिनमा जाग्नुपर्छ र सबैजनाले 15 गतिको तयारी गरेर सबैजनाले चाहिँ आन्दोलनमा सामेल हुनुहोस्, देशलाई जोगाउनको लागि, देशलाई बचाउनको लागि। जय नेपाल, जय राजतन्त्र।